अहिले दाई तपाईँ नभएको हुनाले भन्दैछन् दाई फेरि ढाँटे दाई आफ्नाले डुबाए दाई फेरि डुबाउँछन् यसको चिन्ता हो। फेरि तपाईँलाई लिन आयो, फेरि बोलाउन आए साथीहरू, दाई सब कुरा भइसक्यो नेपालमा आउनु पर्यो भनेर आए। कसैले तपाईँलाई संसद पुनर्स्थापना हुँदैछ भनेर बोलाए, कसैले होइन दाई फेरि सब ठिकठाक हुँदैछ भनेर बोलाए। फेरि ढाँटे दाई अलमलाए। तर त्यो दिन पनि तपाईँलाई सब मिलिसक्यो दाई, यी दुईटा केटालाई ठोक्दै हुन्छ भन्दै भएन, फेरि ढाँटे। दाई तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आएन। त्यो बेलामा दाई तपाईँलाई टिकट नदिने हो भने मेरो दाईलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाई तपाईँ नभएको हुनाले भन्दैछन् दाई फेरि ढाँटे दाई। दाई अस्ति बिचमा पार्टी मैले भने केही नेताहरू एकदम सिन्सियरली लाग्नु भएको छ। निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरूप्रति सम्मान राख्छु, अरू पनि नेताहरू हुनुहुन्छ। तर केही नेताहरूले मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले जसले तपाईँको नेम प्लेट भनेर टालेछन् नि, त तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाई। मलाई हामीलाई मिलाए पुग्छ भने दाई अहिले तपाईँ सभापति नभइकन तपाईँलाई नमानिकन हुँदैन भनेर आछन्। फेरि ढाँटे दाई। एउटा दुईटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाई देशमा चाहिँ झ्याक्कै एकैचोटि सबै कुरा मिल्छ। अदालत पनि मिलाइसकेका छन्। त्यसै गरिकन एउटा दुईटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि, त्यो पनि एकचोटि होइन 3 चोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भन्थे। दाई ढाँटे दाई।